god, guys, look what I did. Cheers. Video on भएपछि बजाउनु भन्दा म्युजिक ओके Hi guys, hello, namaste, welcome back to my channel. It's your girl Rasu back again with a new video. आज चाहिँ हामी कता जान लाग्यो? डिनर दुईजना मात्र आज चाहिँ फाइनली तिमीहरू दुईजना लक्ष्मी फेरि यस्तो भन्यो भने हेर्नु त मलाई के भन्न आउँछ तर पनि उहाँको त आमा जस्तो मान्छे आयामा आज बल्ल दुईजना आफ्टर सो लङ हामी दुईजना उहाँ काठमाडौँबाट पोखरा आइसकेपछि आज बल्ल होला हामी बाहिर निस्किन लाग्यो तर यस्तो हो कि गाइस मन पनि मान्दैन पहिला सुरु निस्किनलाई चाहिँ हामी दुईजना मात्र होइन उनीहरू दुईजना पनि हामी बिना निस्किन त्यो अब त बानी ह्याबिट भइसक्यो कि अनि चारजना भयो भने रमाइलो हुन्छ नि त अनि दुईजना त अनि हुन त दुईजना पनि रमाइलो हुन्छ तर अब तपाईँहरू बुझ्नुहुन्छ कि है चारजना भयो भने डिफ्रेन्ट काइन्ड अफ भाइब्स हुन्छ नि मिस हुन्छ एकअर्का तर पनि कहिले काहीँ चाहिँ एक्लै टाइम स्पेन्ड गर्नुपर्छ अहिले चाहिँ हामीले उनीहरूलाई नलिएर जान लागेको चाहिँ होइन उनीहरू चाहिँ अहिले काठमाडौँमा छ हामी चाहिँ अहिले पोखरामा छौँ अब के गर्नु त नयाँ रेस्टुरेन्ट खोलेछ टिप्सी टुना पोखरामा सो अस्ति नै सफ्ट ओपनिङ चाहिँ भएको थियो दाइले इन्भाइट गर्नुभएको थियो अनि तर त्यति बेला हामी जान मिलेन त्यही भएर भ्याएन होइन बिजी थियौँ हामी पनि त्यही भएर अहिले जान लागेको अनि हामी पहिला पनि गएको थियौँ कि होइन हामीले देखिसकेको थियौँ हल्का भिजन कस्तो आउँछ भनेर तर भिडियो फोटोहरूमा त्यस्तो दामी कि अब जस्ट कस्तो छ फोटोज भिडियोजमा मात्र हो कि खानाहरू पनि मिठो छ कि के होइन खासै भोक त लाग्दैन हामीलाई अब भर्खर हामीले पनि खाजा खाएको हो नि त होइन हेभी खाजा खाएको हो त्यही भएर पनि त्यस्तो भोक लाग्छ छैन त्यही पनि हल्का ड्रिङ्क्स र स्न्याक्सहरू खान चाहिँ जान्छ अनि मलाई त्यहाँको एम्बियन्स पनि एकदमै राम्रो लाग्यो कि सो वाइ नट लेट्स गो देयर सँगै भएको बेला अब होइन कहिले दुईजना फेरि सँगै जाने अब आफ्टर 2-3 मन्थ्स नै हो नि त सो अब कहिले काहीँ दुईजना पनि टाइम स्पेन्ड गर्नु पर्यो नि त अनि त्यही भने आज हाम्रो डिनर डेट हो स्विट मी सानो एकैछिन 1-1.5 घन्टामा आइहाल्छौँ हामी इट्स नट लाइक हामी पार्टी गर्न जानु लागेको चाहिँ होइन सर्ट एन्ड स्विट यत्तिकै होइन हाम्रो कति बजे हेर्नु आउटफिट पनि नर्मल क्याजुअल आउटफिट नै छ चप्पल त नलाउनु के जुत्ता लगाउनु क्याजुअल फिटमै जान लागेको त्यस्तो हेभी केही पनि छैन होइन जस्ट हिल चाहिँ लाउन लगाइहाल्छु तर इट इज काउन्टिङ क्याजुअल फिट नै नि त अनि हामी त्यहाँ जान्छौँ अनि त्यो ड्रिङ्क्स हल्का खान्छौँ फुड खान्छौँ एउटा दुइटा किनकि मलाई चाहिँ खासै भोक लाग्छ छैन अब उहाँलाई भोक लाग्यो उहाँ खानुहुन्छ होइन मलाई चाहिँ लाग्छ छैन त्यही हो गाइज अब हि इज गोइङ टुमरो मैले चाहिँ यो दिनमा कति एउटा बिहान पनि भ्लग बनाएको थिएँ कि होइन फुड च्यालेन्ज अनि त्यहाँ पनि हि इज गोइङ टुमरो भनेको थिएँ यो भ्लगमा पनि भ्लगमा पनि हि इज गोइङ टुमरो भनिरहेको छु नझुक्किने होला इट्स सेम डे अनि त्यही हो बिहान च्यालेन्ज गरेको आज चाहिँ हामी डेट जाँदैछौँ किन भन्दाखेरि अब भोलि जाँदै हुनुहुन्छ त्यसपछि हाम्रो काठमाडौँ टु पोखरा लङ डिस्टेन्स हुनेवाला छ के गर्नु उहाँले पनि काम गर्नै पर्यो मैले पनि काम गर्नै पर्यो अनि सधैँ त सँगै बसेर हुँदैन समटाइम्स ब्रेक लिनुपर्छ सोसल मिडियाबाट होइन एकअर्काबाट ब्रेक लिनुपर्छ यु नो वाट अनि त्यही हो गाइज अब उहाँले जुत्ता चेन्ज गर्न जानुभयो क्या फेरि हामी स्कुटरमै जाने हो अनि टाइममै फर्किन्छौँ है बेबी छिरो जुत्ता लाएर त फेरि हिँड्दै हो नि बेबी त सो हेर्नु न मेरो पिम्पल नि निन्द्रा त न त नि म त सुतिरहेको छु के अरे आफू त घर सुतिन्छ मजाले यहाँ चाहिँ मुभी हेर्दै बस्नुहुन्छ नि अब त हिरो देखेँ त हो कता हो कोट लाएर अनि तपाईँहरूले हाम्रो त्यो कलर गिफ्ट एक्सचेन्ज भिडियोले एकदम मन पराइदिनु भएको छ सबैले भेडा विनर भन्नुभएको छ त कङ्ग्रेचुलेसन है त्यसको लागि चाहिँ आई विल कङ्ग्रेचुलेट यु अनि त्यही हो आई मस्ट से हि इज अ विनर है उहाँले एकदमै राम्रो गिफ्ट दिनुभएको छ मलाई बट आई अल्सो ट्राइड माई बेस्ट सो अब हामी उतै गएर भेट्छौँ बाई हामी चाहिँ निस्क्यौँ अब त्यहाँ जाँदैछौँ त्यही गएर भेट्छु ल अनि सो कोल्ड मैले हुन त बाहिरबाट यो वुलनको स्वेटर मतलब के भन्छ हो यसलाई जे भयो नि लगाइरहेको छु नि त तर भित्र चाहिँ टी सर्ट मात्र लगाइरहेको छु अनि यस्तो गरेर चाहिँ न्यानो भइरहेको छ तर यसरी हात छोड्दै पनि हावा छिर्छ अनि चिसै भइरहेको छ तर आई डोन्ट नो गाइज आई फिल लाइक अलिकति चिसो चाहिँ घटेछ मुस्ताङबाट आएदेखि चाहिँ मलाई एकदमै पोखरामा चिसो चाहिँ कम नै लागिरहेछ एज अगाडिको भन्दाखेरि चाहिँ तर पनि चिसो त चिसै छ अब मलाई
यस्तो हँसाउँछ यार तर मलाई चाहिँ आई कान्ट वेट फर समर आउटफिट्सहरू लगाउनको लागि सो कताबाट हो नि हामी पहिला कताबाट गएको अरे लिफ्टबाट यहाँबाट गएको ए धेरै बनायो यो पनि थिएन है पहिला बेबी हामीहरूलाई यस्तो केही पनि थिएन लाइक थर्ड फ्लोरमा होला है थर्ड फ्लोर जस्तो लाग्यो मलाई चाहिँ नाइस यो पहिला तपाईँले केही पनि बनाउँदैन यतिको बनाइसकेको रहेछ हुन त बनाउनै पऱ्यो रेस्टुरेन्ट अफ इट्स स्मल थिङ आयौँ हामी थर्ड फ्लोर सो गाइज वी आर हियर अनि म यहाँ आएको चाहिँ मैले भिडियो सुट गर्न पाइनँ यहाँ कम्प्लिमेन्ट्री केक कोकोनट प्लस म्याङ्गो केक पनि ल्याउनु पर्छ मेरो दिदी चाहिँ काठमाडौँमा हराएछ कि होइन अनि भिडियो कल गरेर लोकेसन चाहिँ नभेटेको लोकेसन नभेटे चाहिँ एउटा रेस्टुरेन्टमा जानुपर्ने अनि भिडियो कल गरेर बेबीलाई लोकेसन सोध्दै थियो अनि यहाँ चाहिँ एउटा यस्तो धुवा उडेर यहाँ एउटा केकलाई मैले भिडियो खिच्न पाएन म भन्छु फोन दिनु भन्छ ऊ फेरि तपाईँको फोनबाट बोल्नु न मेरो फोन दिनु भन्दैछु ऊ फेरि सुन्ने होइन फेरि सुन्ने होइन गाइस के भन्नु हौ अनि हामी चाहिँ मेन्यु हेर्दैछौँ म तपाईँलाई देखाउँछु होइन त्यो कस्तो नाइस एम्बियन्स कति राम्रो एम्बियन्स छ सो या पक्नै म देखाउँछु के खाने हो ड्रिङ्क्सको मेन्यु देऊ न मलाई तपाईँको अगाडि छ त यहाँ बारको मेन्यु सो यो चाहिँ हाम्रो फुड मेन्यु हो होइन अनि दिस इज आवर बारको मेन्यु मैले चाहिँ हेरिसकेँ मकटेल्स ब्लुबेरिज खान्छु म त कोरोना खान्छु कोरोना तपाईँलाई कोरोना खाएर फेरि ख्याल गर्नु नि अनि यहाँ चाहिँ ब्याकग्राउन्ड म्युजिक बजिरहेको छ कि त्यही भएर मैले माइक चाहिँ लगाएको छु आई डोन्ट नो कतिको साउन्ड कट गरेको छ माइकले बट के भन्छ अरे सकेसम्म मल्ल दाइ भने ए सकेसम्म के भन्छ अरे किनकि म्युजिक बजिरहेको छ कि अभियसली रेस्टुरेन्टमा त म्युजिक बजाउँछ त मेरो लागि भन्नु मैले म्युजिक नबजा त भन्नु भएन नि त के हो बेबी बजाउनुहुन्न भिडियो अन भएपछि बजाउनुहुन्न म्युजिक ओके म प्रिन्सेस हो र यस अरे तर कसलाई तपाईँलाई आउने बित्तिको फर्स्ट इम्प्रेसन मैले त अस्ति हामी त अस्ति आएको नि आज मेकओभर भइसकेपछि देखेको हो नि त म त एक्सपेक्ट थियो यस्तै हुन्छ तर त्यो लाइक भिजनकै बनाए टर्न अझै बाहिर बस्नु मजा आउँछ कि भित्र भन्दा अनि तपाईँ चाहिँ किन नबस्छ त बाहिर ठाउँै छैन सब प्याक सानो तर थोरै मात्र लिमिटेड होइन त्यो ग्रुप बस्नलाई त ठिक छ त्यहाँ ठुलो ग्रुपमा नि मान्छेहरू उयो भयो स्पेसल ठिक छ त प्याक भयो ब्लुबेरिज तपाईँ के खाने कोरोना त्यति भनेर अनि उयो केही एउटा फुड मगाउन अलिक डन्डा खाएको छ खानु त के ओके हाम्रो लोकेसन चेन्ज भयो होइन बाहिर आयो भित्र बाहिर आयौँ हेर्नु न यस्तो ब्युटिफुल भ्यूमा हामी खान्छौँ अब गाइज म क्यामेरा यस्तो गर्दै थिएँ होइन हल्का साइड लगाऊ त देखाउ न ओके म क्यामेरा यस्तो गर्दै थिएँ मेरो फेस ब्लू देखेछ बिकज यो अगाडिको ब्लू छ नि त अनि म भन्छु कि माथि के हो भन्न लाग्यो त अनि हामी त माथिको उसको स्काईको तलको छौँ त होइन बल्ल रियलाइज भएको किन गाइज कसम भनेको भ्यू इज सो ब्युटिफुल यहाँ पछाडि हेर्नु न अनि ब्लू एन्ड यो वाला चाहिँ यस्तो प्रिटी देखिरहेछ कसमको अब मलाई फुड मन पऱ्यो भने चाहिँ यो मेरो न्यू फेभरेट प्लेस इन पोखरा नै हुन्छ क्या रुफटप किनकि यस्तो छैन नि त पोखरामा सो यु गाइज सुड कम टु भिजिट हैन मजाले हैन विन्टरमा यस्तो ठाउँमा गरेर बस्नु पनि छुटेको मजा छ के हो किन भन्नु अस्ति स्विमिङ त खेल्दै हामीले अस्ति हामी खतरा स्विमिङ गर्छ त डुब्की जिन्दगीमा नहानेको डुब्की हालेर मैले रसुले अब के भन्नु गीत त मेरोलाई बन्द भयो क्या त्यसलाई भगवानलाई थाहा भएर सो अब हाम्रो तर मैले माइक राख्छु मजाले क्यान्सल भइरहेछ यत्रो होइन 30-35 हजारको माइकको त क्यान्सल हुनु पर्यो नि होइन पर्यो नि ओइ खतराको तपाईँले हो ओ नाइस मलाई पनि दिनु है स्टोरी मैले के स्न्यापमा पठाएको सेभ गर्नुभएको थियो होला नि गणेश दरी अलि राम्रो खिच्नु नि अहिले खिच्नु नि मेरो लागि खतरा स्टोरी राखिदिन्छु म फेरि मलाई मन परेको ठाउँको त म फेरि खतरा राखिदिन्छु नि ल तिमी आइ एम वेटिङ फर द फुड है कस्तो आउँछ भनेर 0.5 मा खिच्दिनु मजाले देखोस् न टिप्सी टुना
खाइरहेछ यो रोलको चाहिँ के हो स्पेशल ककटेल ए ककटेल हेरेको थिएन नहीं। खान्न के तिमी खाने भएर ओ यो त ओ नाइस नाइस स्पेशल ककटेल म चाहिँ ककटेल खादिनँ सो तर हेर्छु कि है मलाई देखाइदिनु न यसरी के मलाई देखाइदिनु त्यो सवाल तपाईँले खोल्नुहुन्छ खोला पनि न है खोलामा के जान्छ र केही जाँदैन ओ माई गड म्याप रेस तपाईँ ककटेल खानुहुन्छ म त खान्न लाइट ठिक छ राम्रो छ ठिक छ खतरा स्टाइल चट्ट यसको लागि सो गाइज अब चाहिँ यो कोकोनट एन्ड म्याङ्गो ट्राई गर्ने हो म यसरी राख्छु है अब तपाईँहरूलाई आई डोन्ट नो मलाई देख्नु हुन्छ कि हुँदैन देख्नु भएको छैन होला म यस्तो गरिदिन्छु नाचोस खाने हो नामै नै लेट्स ट्राई दिस है त स्मेल्स कस्तो अर्कै ब्लुबेरी मोक्टेल गरिदिनु नि त ब्लुबेरी चाहिँ नि हजुर सुन्नु न तितौरा मोक्टेल बन्छ र के गरिदिनुहोस् एउटा अनि हजुर अनि के भन्छ कोरोना गरिदिनु कोरोना छ होला होइन हजुर कोरोना एउटा गरिदिनुहोस् अनि एउटा हाका नुडल्स गरिदिनुहोस् हजुर केमा खाने भेजमै गरिदिनुहोस् गाइस मेरो लाइक ओ माई गड मलाई त मन पर्दैन नि त लाइक मलाई कोकोनट मन पर्दैन नि त मैले कोकोनटको केही पनि खादिनँ मैले कोकोनटको खाने भनेको कोकोनट मात्र हो कोकोनट मात्रै हो भाइ कोकोनट चक्लेट पनि मैले खादिनँ मैले बाउन्टी कहिले पनि खादिनँ बाउन्टी मैले मेरो 15-20 वर्ष भएर मैले बाउन्टी नखाएको क्या त्यही भएर यो कोकोनटको भएर पनि आई डेन्ट लाइक इट ल तपाईँ ट्राई गर्नु न नाइस छ त मलाई चाहिँ कोकोनट मन नपर्ने भएर चाहिँ मलाई चाहिँ यस्तो वाउ लागेन तपाईँ खानु है भन्छ त्यो खानु बिस्तारै खान्छु मस्त ए तपाईँ त देखेछ कि देखेको छैन हौ देख्दै होला ठिक छ अब यसै त हेर्नु न अब हामी बाहिर आयौँ नि त तर मेरो ढाड त कस्तो मजाले तातिरहेको छ है अनि के भन्छ अरे है मजाले तातिरहेको अनि के भन्छ अरे तर यहाँ यसरी हेर्दा भ्यू हेर्दा त म चाहिँ यहाँबाट देखिन्छ गुम्बा अगाडि चाहिँ यस्तो पुल लेक भ्यू यहाँ लेक भ्यू सब देखिनु रहेछ कस्तो खतरा सेन्टर पोइन्टमा रहेछ है गाइज हेर्नु न भर्खरै पनि नोटिस भएको कि लेक मात्र होइन कि यहाँबाट यहाँसम्म रिफ्लेक्सन आइरहेको छ त्यही भनेर लेक है माथि पनि छ होइन माथि बन्दैछ गाइज अहिले चाहिँ भित्र र यहाँ बाहिर माथि पनि बन्दैछ अनि तपाईँहरू आउनुहुन्छ आउन्जेल त माथि पनि बन्छ झन् माथिबाट त झन् बब्बाल देखिन्छ के वा दाइले अघि भन्नुभएको जस्तै 1 2 मन्थ के अरे मन्थ र विक रे माथि नाइस हुन्छ मेरो चाहिँ ब्लुबेरिज भनेको चाहिँ कोरोना चेस गर्न आउनु चियर्स चेस ओए सरी तेरो फोनमा राखेको यहाँ गोली नाटक गर्छ कि लास्टै हल्का हाटेको छ भएमा नानी फ्रेस एकदमै फ्रेस फिल हुन्छ टिम हो फ्रेस नाइस मन पर्यो क्रस्टेड वाला हुन्छ कि आइस छ अनि मजाको त्यो मुखमा शीतल हो नाइस ठिक हो हाम्रो आयो हाका नुडल्स भेजमा मैले एक्चुअली काठमाडौँमा हाका नुडल्स खाएको थिएँ होइन अनि त्यहाँदेखि है बेबी फ्यान भएको भ्यूको है सो आई डोन्ट नो यहाँ कस्तो हुन्छ मलाई चाहिँ एकदमै हाई एक्सपेक्टेसन्स छ मेरो हाका नुडल्समा चाहिँ कताको बेबी एकदमै मिठो भएको थियो नि अनि मिठो मिठो भएको थियो नि मैले रूपाकोटको होला नि ए रूपाकोटको यस रूपाकोटको सो अब चाहिँ म खान्छु होइन कस्तो लाग्यो खानुभयो खाएको छैन टेस्ट गरेको छैन अब टेस्ट गर्ने थ्याङ्क यू फर सर्भिङ वेटर भन्दा मिल्छ It's actually good. कस्तो लाग्यो मिल्छ मिठो लाग्यो आजकल एकदमै बोर लागेको छ टाइम पनि बित्दैन त्यसैले म त एन्टरटेनमेन्ट प्लेटफर्ममै आफ्नो टाइम बिताउँछु यो त एकदमै सेफ छ र यसमा तपाईँले अल टाइम कस्टमर सर्भिस पनि पाउनुहुन्छ
विथड्रल जुनसुकै ब्याङ्कमा पनि गर्न सकिन्छ आजकल बर्थडेमा त कसैले गिफ्ट दिँदैन भने यहाँ त गिफ्ट पनि प्रोभाइडेड हुन्छ त्यसैले जानुहोस् र मेरो प्रोमो कोड युज गरेर रमाइलो गर्नुहोस् फर मोर इन्फर्मेसन यु क्यान गो टु माई कमेन्ट सेक्सन त्यहाँ मैले पिन पनि गरिदिइसकेको छु Oh my god guys look what I did Oh my god पहिलो गेस्ट होला केक ग्लास फुटाउने आएको कसम यार गाइज मैले चाहिँ अनि यो टेबल यस्तो यस्तो गर्दा हल्ले थियो अनि हल्लेर सिसा फुट्यो क्या अनि मैले सो सरी भने होइन अनि उहाँलाई पनि भनेको थिएँ नि त मैले पे गर्नुपर्छ के गर्नुपर्छ भनेर यहाँको स्टाफ दाइले भनेको थियो अनि दाइ आउनुभएको थियो अनि दाइले पनि भनेको थिएँ सो सरी है दाइ फुट्यो भनेर दाइले केही नि हुन केही भने अर्को बनाइदिने भन्नुभयो कि थ्याङ्क यू सो मच दाइ मलाई त कस्तो अहिले कस्तो नराम्रो फिल भइरहेको छ कि अब थाहा छ नि त त्यो एक्सिडेन्टली भए त हो नि जान त होइन नि फेरि म त्यस्तो छैन नि फेरि केही छैन ठिक छ त्यही पनि उहाँहरूको गुड रेस्पोन्स थियो है मसँग रिसाउनु भएन त तिमी भाइ रिसाउँथ्यो तिम्रो दोकानमा रहेछ भन्दै हो चाहिँ कस्तो रहेछ भन्थ्यो होला खुबै पछि चाहिँ अगाडि चाहिँ केही हुँदैन भन्थ्यो होला होइन ठिक छ ल खामा अब चिसो भयो मिठो छ यार कसम यो हाका नुडल्स चाहिँ मलाई 10/10 लाग्यो क्या कसम मिठो पुरा अहिले चाहिँ हामीले नासी गोराङ अर्डर गरेँ हामी थाइल्यान्डमा जाने बेला मेरो मलेसियामा जाने बेला मेरो बेबीलाई एकदमै मन परेको फुड हामीलाई पनि एकदमै कम्फोर्टेबल फुड भनौँ न है अलिकति नेपालीपन त होइन कि जस भात अनि त्यहाँबाट अलिकति स्पाइस टाइप्सको हुन्थ्यो अनि त्यही भएर हामीले नासी गोराङै खाएर बितेको क्या हाम्रो है जहाँ गयो नासी गोराङै खान्थ्यौँ यहाँ पनि त्यही अर्डर गरेँ अनि चप खान्थ्यौँ ल्याम्प चप चाहिँ सायद यहाँ चाहिँ नरहेछ न त मैले स्योरली ल्याम्प चप खान्थेँ अनि हाका नुडल्स चाहिँ एकदमै मलाई खतरै मिठो लाग्यो मैले पोखरामा यहाँतिर त मैले एउटा दुईवटा ठाउँमा खाने बेला यस्तो मलाई मन परेको थिएन यहाँ चाहिँ मलाई एकदमै रेस्टुरेन्टको नाम त नबनाउनु चलेकै हो तर यहाँको चाहिँ मलाई एकदमै मिठो लाग्यो अब के भन्छ अहिले चाहिँ नासी गोराङ अर्डर गरेको आई हेभ भेरी हाई एक्सपेक्टेसन्स नासी गोराङबाट पनि सो थ्याङ्क यू मैले अघि फुटाएको रिप्लेसमा फेरि अर्को जुस ल्याइदिनु भयो बिचरा अब म तर यो है सो सरी टिप्सी टुना हाम्रो चाहिँ यो नासी गोराङ आयो है अनि यहाँ चाहिँ यो प्रन्स पनि रहेछ अनि यहाँबाट यो के हो ल्याम्प चपको हो र बेबी प्रन्स अनि नासी गोराङको त यम्मी देखेर चाहिँ यहाँबाट अब लेट्स ट्राई है त गाइज एक्साइटेड टु ट्राई एक्सपेक्टेसन नेपाल आएर हामीले यहाँ होइन एउटा ठाउँमा खाएको नि भैयासँग क्या अनि हामी यसै अच्छा नासी गोराङ त भन्ने कुरा गर्थ्यौँ कता अरे खै काठमाडौँतिर होला धेरै कता ट्राई गरेको यस्तो मिठो थिएन अब लेट्स सी यहाँ कस्तो हुन्छ अब जस्तो हो त्यस्तै भनिन्छ नि त सो म चाहिँ खान्छु है पहिला ट्राई गरिहाल्छु है त वेट ट्राई कसम ढाँटेको होइन गाई मेरो क्विक रियाक्सन होइन खानु यसो उल्टा हात भयो नाइस छ कसम यार ओ माय गॉड टेस्ट आइरहेको छ मलाई थाइल्यान्डको टेस्ट आइरहेको छ कसम यार भैया भगवान्लाई यहाँ आएको भए हामी है हामी देखेर त के भयो भैया जाने दिनमा यहाँ सफ्ट ओपनिङ थियो क्या भने हिजो त हो तर कस्तो खतरा लाग्यो मैले थाइल्यान्डमा जे खाथेँ नि त्यसकै हारमै छ क्या मलेसियामा खायो क्या मलेसियामा खायो ए मलेसिया ल हालिदिन्छु प्लेटले यहीँबाट खान्छ प्लेटमा पर्दैन तपाईँहरूले खानु प्लेटमा कसम यार कसम भनेको मलाई यस्तो मिठो लाग्यो साँच्चै मिठो लाग्यो तपाईँलाई बवाल लाग्यो भोगे कसम दामी छ यो ट्राई गर्नु नाइस अभी यो चाहिँ मलाई साँच्चै मिठो लाग्यो नासी गोराङ मोस्ट रिकमेन्डेड फुड यो मिठो छ मलाई खानु मन लाग्छ अझै खाएको यार कस्तो म पनि ट्राई गर्छु कस्तो म भइहाल्यो लक्ष्मी मिस गरिरहेको छु भनेको मोबाइल छ अब नेक्स्ट टाइम
सो गाइज हामीले चाहिँ यहाँ खायौँ अनि अब हामी निस्किन्छौँ हामीले बिल पनि भनिसक्यौँ अब विल गो जानु पनि पर्यो घरमा म पनि घरमा जानु पर्यो त्यही भएर अनि त्यही मलाई खुसी लाग्यो क्या होइन भयो मलाई अप्ठ्यारो लाग्छ के भन्छ अरे मलाई अरूलाई ल केही भन्न चाहनुहुन्छ यस्तो भन्ने अप्ठ्यारो लाग्छ क्या इट्स ओके मै भनिदिन्छु एनिवे मलाई एम्बियन्स एकदमै राम्रो लाग्यो प्लस फुड इज 10/10 तपाईँहरू ढुक्क भएर आउनुहुन्छ मैले रेकमेन्ड गरेँ भनेपछि ढुक्कै आउनु होइन नट बिकज मैले चिनेको दाइले खोलेको इट्स बिकज आई जेन्युनली लाइक दि भाइब एन्ड एभ्रिथिङ त्यही हो अब ठुलो भयो अब मेरो आवाज कट गर्न सक्दिनँ मैले त्यही भएर अब डाइरेक्ट हामी बाहिर निस्केपछि स्कुटरमा भेट्छु म हामी चाहिँ बिल आयो गाइस मलाई खोकी लागेर क्या चाहिँ बोतल वाटर आमुस बोज हाका नुडल्स अब हामी थ्याङ्क यू अब हामी तपाईँको पासवर्ड देख्यो के अरे क्या चाहिँ अब हामी यहाँबाट निस्किन्छ मिठो मिठो खाएर पेट मिठो मिठो फुल भयो अब हामी निस्किन्छौँ सी यू गाइस बाई बेबी बाई बाई सी यू सो गाइज हामी अहिले निस्क्यौँ पेट फुल गुड मुड पैसा कति नै आए पनि इफ फुड दामी भयो भने चाहिँ त्यो हुँदैन वर्थ इट एकदमै वर्थ इट लाग्यो बाँकी कुरा म घर गएर हजुरसँग बोल्छु ल बाई